वेलकम ब्याक टु न्यू भ्लग। अनि अहिले म विराटनगर आइपुगेको छु। यता काकीले बिहान बर्तन धुँदै हुन्छ, मम्मी मेरो गायब हुनुहुन्छ। कहाँ जानुभयो मम्मी मेरो? आए नङ्गा ए के गरेको किन लुगा खोलेको? किन लुगा खोलेको रे? ए के भयो? कमिला छिरो बाबु हो? कहाँनेरि छौ कमिला? कहाँनेरि? यो कमिला छिरो? अनि ए वहाँनेरि थियो? कहाँ छिरिहाल्यो कमिला? हो अनि लुगा किन खोलेको त? यो पेट कसको हो? बाबु ठुलो मम्मी खोइ? ठुलो मम्मी कहाँ हुनुहुन्छ? दोकानमा हुनुहुन्न। तिमीले मलाई उल्लु बनायौ। दोकानमा हुनुहुन्न। खोइ ठुलो मम्मी? त्यहाँ हुनुहुन्छ ठुलो मम्मी, जङ्गल सफा गर्दै हुन्छ उता। सङ्गम भाइ यहाँ छ, रुँदैछ। तेरो बाबु यहाँ छ, के नरोको? कहाँ जाने? ओइ कहाँ जाने? तेरो कुरै गर्छ होइन यसरी। अनि मेरो यहाँ बुनुले काम गर्दैछ पहिलोचोटि जिन्दगीमा, पहिलोचोटि काम गर्दैछ काकीको। यता म र सङ्गम जाने। सङ्गम कहाँ जाने? यता आऊ न, यता म कपाल मिलाइदिन्छु। अगाडि गर न कपाल, किन पछाडि गरेको? यता हेर त। जाम म आउँछु अहिले आउँछु म। ल बाई बाई। यतिकै बसेको थिएँ, उता गएको थिएँ क्या, विराटनगर गएको थिएँ। विराटनगरदेखि आएँ फेरि, अनि यतिकै बसेको छु। अब के गर्नु हो, दिमाग खराब हुँदैछ। मेरो बाइक धेरै चलाएँ नि त, यताउति गर्दा मेरो नि मतलब यो बाइकमा बस्दा नि यो थाइको एरिया यस्तो भइसकेको छ नि, फिलै हुँदैन क्या। केही छ भनेर त्यहाँनिर फिलै हुँदैन, यस्तो भइसकेको छ। कस्तो टाउको दुखेको क्या। अनि मन्दिर गएको थिएँ, त्यहीँ मन्दिर जान्छु। माइजूलाई नै लिएर जाँदैछु अहिले, त्यसैले जान्छु क्या। डेली आउँछु त्यसैले हुँदैछ। अनि नानी यता काम गर्दै हुन्छ, यता हुनुहुन्छ नानी। नानी हमारू 1-2 को भेष धोइदाब ल एकछिनमा। उता भेष छ कि धोइदाब 1-2 को? एल के छोटकी एल ऊपरमा यो। अब जाम उता जानुपर्छ। हस्पिटल आएको छु होइन, यतातिर हस्पिटलतिर। अनि म अहिले गएको थिएँ होइन उता, नानाले लिएर हस्पिटल। यस्तोमा नि नानाको त्यो भएको छ क्या, त्यो नोभेलमा हेराउनुपर्छ। अहिले चाहिँ दम्पु हेराएको होइन उता। यत्तिकै यहाँ चाहिँ दाउरा सुकाएको रहेछ, दाउरा सुकाएको। यता मेरो लुगाहरू सुक्दैछ। कोसँग तर छ कि छैन हौ, कोही छैन जस्तो छ। चिया बनाएर खानुपर्छ जस्तो छ। ओ माई गड, कसको म्यासेज आयो हौ? कसको म्यासेज आयो? चिया बनाउनु पर्छ। चिया नानी पछाडि हुनुहुन्छ, पछाडि यता हेर्नु कतिवटा गाई छ? 1 2 3 4 5वटा, 5-5वटा गाईको दुध। यस्तो चिप्लो छ नि, मैले कहाँ चिप्लेको थियो हिजो? यस्तो चिप्लिएँ नि हिजो, आम्मामा। नानी त्यहाँ हुनुहुन्छ, नानीसँग आउनु भएको हुन्न होइन। जाम यता भित्रतिर, नानीले चाहिँ दाउरा निकाल्दै हुन्छ। यहाँ चिप्लियो भने कि भ्याट्ट झर्छु म। सानो गाईहरू छ यहाँ। भैजा कहाँ गएको चाहिँ थाहा छैन। माइजू चाहिँ उता बस्नु भएको हुन्छ। चिया बनाउनु पर्छ, आफै चिया बनाउनु पर्छ जस्तो छ। लाइट अन गर्नुपर्छ। लाइट उतैदेखि हाल्नु कि यहाँदेखि हो? यो पहिला खोलौँ न, यसले पनि लाइट राम्रै दिन्छ होइन। ठिकठाक त लाइट आउँदै नै छ। चिया बनाउनु पर्छ जस्तो छ। चिया बनाऊँ, चिया खाने, चिया
चिया चिया चिया। अनि मलाई गाउँघर किन मनपर्छ भन्दा एक त ग्रिनरी हेर्नु न कस्तो राम्रो छ ग्रिनरी। यस्तो बवाल गिर्ने यस्तो फुलहरू पाएपछि होइन अरू के चाहिन्छ जिन्दगीमा। नानालाई अब स्पेसल चिया खुवाउनुपर्छ होइन। कहाँ छ यता सस्पेनमा बनाउनु पर्छ त्यसको लागि पहिला यो फ्याल्दिउँ। यो यस्तो काम छैन यसलाई धुम पहिला। पाइने नै यो बनाइसिए न। नयाँ स्टाइल छ नयाँ स्टाइलले बनाएर खुवाऊँ। यहाँबाट अन गर्नुपर्छ। खोइ चिनी चियापत्ती दुधवाला न दुधवाला 3 चम्चा चियापत्ती क्यारामल फ्लेभर हुन्छ क्या योमा। अलिकति चियापत्ती हालौँ। यहाँ हालिसकेको क्यारामलवाला। नानी पानी हाल्नु त। पानी 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 छिटो 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 हाल्नु पानी पानी पानी। अरे कति औ खेबे न औ खेबे न ल दुध चिनीलाई बोइल हुन दिनु होइन। यस्तो अरू नै तल तलको चिनी पनि यहीँमा मिक्स होस् त्यो हिसाबले। मलाई लाग्दैछ चिनी बढी भएको छ सरी हालौँ होइन। यस्तो यो जुन चिसो चिसो दुध हुन्छ नि चिसो चिसो दुधलाई हालिदिनु योमा। कडा बन्छ अनि हेर्नु मस्त बनेको छ नि। अब यसलाई एकछिन यसलाई बोइल हुन दिने होइन। मजाले बोइल हुन दिउँ। एकछिन टाइमसम्म बसौँ न बाहिर बसौँ। सङ्गम के गरेको आऊ पढ्ने 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 आऊ त। कहाँ छ किताब हो आऊ पढौँ अब। यो मेरो कान्छो मामा हो उता होइन उता हुनुहुन्छ हेरिएको छैन। यहाँ मेरो सङ्गम भाइ छ। के गरेको सङ्गम भाइ के गरेको थियौँ होइन। के गर्ने अब सङ्गम आच्छु भयो। खोइ त पढ्ने यो ब्यागमा छैन। ऊ त्यहाँ छ अर्को ब्याग ऊ त्यहाँ यो ब्यागमा छ। ओहो लडो 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 लडो। छोड दो छोड दो छोड दो। अब सङ्गम पढ्छ। एकछिन सङ्गमलाई पढाउँछु अनि तपाईँहरूसित भेट्छु। खाइसकेको होइन अनि त्यही बसेको थिएँ। मैले एडिटिङ गरेँ एकछिन मोबाइल चलाउँछु अब होइन। पढाइ भएकै छैन अब त्यस्तो रेस्ट पनि गर्नु छ। भोलि नाना हस्पिटल लिएर जान्छु। त्यसपछि फेरि हस्पिटलकै काम छ 1-2 दिन होइन। आजको लागि यति नै। भिडियो मन परेको लाइक सेयर सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ।